वेलकम टु माई भ्लग। आज म न्यू रोडको केकेएफसी भन्ने रेस्टुरेन्ट जाँदैछु। त्यहाँ 3वटा रोबोट रहेको छ र 3टै रोबोटले सर्भिस दिन्छ भनेर सुनेको थिएँ। त्यही भएर रोबोट हेर्नलाई जाँदैछु र रेस्टुरेन्ट क्लोजिङ टाइम भनेको चाहिँ 8 बजेसम्म हो, ढिलामा 9 बजेसम्म। र अहिले म रेस्टुरेन्ट जाँदैछु। अहिले म केकेएफसी भन्ने रेस्टुरेन्टमा आइसकेको छु साथीहरू। यो चाहिँ पार्क रहेको छ र पार्कको ठ्याक्कै अपोजिटमा केकेएफसी रेस्टुरेन्ट रहेको छ। यो पार्क चाहिँ 3 कुने आकारको छ साथीहरू। र यसको ठ्याक्कै अपोजिटमा यहाँ हेर्न सक्नुहुन्छ केकेएफसी भनेर लेखेको छ। अब म यही रेस्टुरेन्टमा जाँदैछु। यो बिल्डिङलाई साथीहरू पिपुल्स प्लाजा पनि भन्दो रहेछ। तपाईहरु पनि कन्फ्युजन हुनुभयो भने चाहिँ पिपुल्स प्लाजा भनेर सर्च गरेर आउन सक्नुहुन्छ। पिपुल्स प्लाजा पनि भन्दो रहेछ। पिपुल्स प्लाजा। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, म केकेएफसी आइसकेको छु। यो केकेएफसी रेस्टुरेन्ट रहेको छ। अब म भित्र छिर्दैछु है त, रेस्टुरेन्ट भित्र छिर्दैछु है त साथीहरू। यो एउटा रोबोट त्यसपछि यो अर्को रोबोट दुईटा भयो। दुईटा अनि अर्को एउटा। जम्मा 3टा रोबोट रहेको छ साथीहरू यो केकेएफसी न्यू रोडमा। ल है साथीहरू, आयो रोबोट। केकेएफसीमा रोबोटले सर्भिस दिँदै यहाँ हेर्न सक्नुहुन्छ रातो बत्ती बलिरहेको छ। अहिले प्रोसेसिङमा छ, यहाँ हेर्न सक्नुहुन्छ। रोबोटले कस्तो सर्भिस दिँदो रहेछ हेरौँ है त। टेबल नम्बर 1, टेबल नम्बर 10, टेबल नम्बर 13, त्यसपछि अब रोबोट जाँदै है त खाना लिएर।